अटो चलाएर एक दिनमा कति पैसा कमाउन सकिन्छ त लम्कीमा। ऑल राइट गाइस, स्वागत छ मेरो छोटो मिठो मिनी भ्लगमा। मेरो बिहानको सुरुवात चाहिँ घरको काम गर्नबाट हुन्छ। फर्स्ट चाहिँ मैले आफ्नो सुतेको बेड सफा गरेँ। आज चाहिँ म पुरै घर सफा गर्ने छु। आज शनिबार स्कुल पनि बिदा छ, त्यसैले म चाहिँ आज आफ्नो घर सफा गर्दैछु। झाडु पोछादेखि सब अनि म मिलाउँदैछु पुरो चट्ट पारेर। हप्ताको एकचोटि चाहिँ म आफ्नो कोठा पुरै सफा गर्छु। झाडु चाहिँ डेली मार्छु। हप्ताको एकचोटि चाहिँ म पुरै कोठा सफा गर्छु। कोठा सफा गरिसकेर कपडा धुँ भनेको मेघ आयो। मेरो कोठाबाट देखिने भ्यू मध्ये सबैभन्दा मलाई मनपर्ने भ्यू भनेको यही हो। कोठाभित्र बस्दा बस्दा झ्याउ लागेको थियो। 81 अंकल आउनुभयो, जाउँ लम्की भन्नुभयो अनि अंकलसँग जान लागे म लम्की। अंकलले चाहिँ अस्ति भर्खरै किन्नु भएको थियो अटो। लम्कीमा आएको 81 बारिस आएर हामीले अटो चाहिँ यहाँ राख्यौं। मेघ आएको बेला राजीपुर जाने मान्छे मिल्यो अनि मान्छे हालेर हामी जान लाग्यो राजीपुर छोडेर हामी चाहिँ फर्क्यौं। गराक नमिलेर चोकनिर बसिरहेको थियौं। 81 गराक मिल्नु भयो अनि गराक लाएर हामी जान लाग्यो अझै फेरि लम्की। मैले बुझे अनुसार अटोको एक दिनको कमाई चाहिँ मान्छे हेरेर हुँदो रहेछ। 500 भन्दा माथि हुन्छ। कहिले मान्छे धेरै भएपछि 1000 2000 पनि हुँदो रहेछ।